ट्रेन इज पासिङ बाटो खुल्छ अब ओ ढुङ्गाको सदुपयोग गरेर कस्तो मजाको बनाइएको छ आर्ट भन्ने कुरा त जापानिजले जाने छन् सर होइन आर्टिस्टिक छ क्या यिनीहरूको जे कुरा पनि हेर्नुहोस् त यो ढुङ्गालाई नमिलाएरै यस्तो मजाले बनाइदिएको छ सब कुरा सफा छ पिसफुल जापानिज गाउँमा छौँ हामी देयर इज पिस एन्ड क्लिननेस एभ्रिवेयर कोबेको माथिको एरिया जेन गार्डनतिर जाँदैछु एउटा जापानिज जेन गार्डनतिर होकुरा सिरिन होइन होकुरा सिरिन हामी कोबेको उकालो जाँदैछौँ मिखागे स्टेसनबाट सिधै माथि आउँदाखेरि सेचुमोतोयामा त्योभन्दा माथिको ट्रेकिङ हामी पुग्ने चाहिँ माथि जेन गार्डनमा त्यो जेन गार्डन कस्तो छ हामी तपाईँहरूलाई देखाउनेछौँ बिचमा धेरै मान्छेहरू हुनुहुन्छ प्रकृतिलाई प्रेम गर्ने मान्छेहरू बहुत धेरै देखिन्छ नि कन्चिवा 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 फुलको फोटो खिचिरहनु भएको छ उहाँहरूले सानातिना कुराहरूलाई सेलिब्रेट गर्ने जापानिजहरूको जात यो धेरै बेस्ट छ जस्तो लाग्छ मलाई घिमिरेजी हजुर हजुर कस्तो फिल भइरहेछ आज एकदम आनन्द एकदम फिल भइरहेछ आज फ्रेसनेस छ होइन फ्रेसनेस गजब छ टक्क कोबेमा हुनुहुने साथीहरू यसो फ्रेस हुनुलाई कहिलेकाहीँ छुट्टीमा आउनु हुँदा हुन्छ एकदमै बेस्ट चाहिँ के लाग्छ भने मलाई यो रुखहरूको पातहरूको बिचबाट आइरहेको छ नि घामको किरण यो नहेरेको धेरै वर्ष भइसक्यो थियो अनि आनन्द लाग्दो ठाउँ छ क्या एकदम शान्त होइन हरियाली धेरै शीतल छ नि त पनि त्यति गर्मी भइरहेको छैन आज एकदमै यस्तो जङ्गल छ जङ्गल रुखहरू र बिचमा बाटो छ हामी माथि पुगेपछि तलको एरिया पहाड बिचमा तराई र त्यसपछि समुद्र तिनटै कुराको संयोजन भएको छ विशिष्ट टाइपको ठाउँ छ त्यही भएर संसारकै उत्कृष्ट एउटा व्यापारिक केन्द्र पनि बन्छ यसलाई कोबेलाई प्रकृतिलाई संरक्षण गर्ने तरिका चाहिँ गजबको छ सर हेर्नुहोस् त सामान्य ठाउँलाई पनि कस्तो मजाले यिनीहरूले के लगाएर जोगाइरहेको छ धेरै कुरा छ जापानिजहरूबाट सिक्नुपर्ने ल मम्मीको फोन अहिले भर्खर निस्क्यो कटुस चाहिँ हो होइन तर भित्र किरा रहेछ हो कटुस चाहिँ प्योर कटुस रहेछ सर ओहो गजब बुझ्दैछु भाइ झोलामा बोकेर हिँड्रे फाइदा हुने देखियो कटुस भेटियो बाटो हिँड्दा हिँड्दै किराले खाएर छ तिनजना हजुरआमाहरू फर्किँदैछ पसिना आउँछ हामी माथि पुग्ने बेलासम्म गजबले जङ्गलको बिचमा आउँदाखेरि नि बहुत आनन्द आउँछ ओहो तपाईँलाई यस्तो लाग्छ छैन कि हामी मुर्खु भन्ज्याङतिर हिँडिरहेको छौँ जस्तो लाग्छ छैन एकदम मुर्खु जस्तै ठ्याक्कै माछा पोखरी छोडेर पानीको कट्टेतिर हिँडिरहेको छ जस्तो लाग्छ टोली आज सर यहाँ कटुस बहुत धेरै रहेछ इसका कुछ गर्न पडायो मिठो छ कि छैन भन्ने कुरो हो खाइहेर मैले अब अघि कस्तो लाग्यो स्वाद तपाईँलाई यो कटुस भन्ने जात हो घिमिरेजी कटुस फुटाउँदै हुनुहुन्छ मैले पनि कटुस ल्याएको छु
अब यसलाई तोडेर खानु पर्यो कस्तो छ कस्तो रहेछ तितो तितो रहेछ कन्चिवा खाइ नसक्नुको कटु छ यो त मिठो भयो है यिनीहरू कहाँ यसलाई यहाँ छोड्छन् त कन्चिवा कन्चिवा फोटो टेस्ट गर्नुभएको कि मेरेले पढ्न मिठो भयो भन्ने प्रतिक्रिया आयो मैले यसलाई छोडेँ अस्ति तल त्यो सुपामा त्यो ठुलोवाला कटु सुन्न हुन्छ नि त्यो ठुलोवाला हजुर हजुर त्यो चाहिँ कति 1000 रुपियाँमा लगभग एउटा पोलिथिनमा आफूले सके हाल्न मिले जति भरेर लैजा भनेर राखेको थियो त्यस्तो ठाउँमा जानु पर्यो त्यसो त्यही तल सुपामा त्यही मैले चाहिँ किन्न लगभग 4 किलो हुन्छ भन्दै लाइभ सुपामा म एउटा फ्रेस तरकारी पाउने ठाउँ जान्छु नि म त्यही ए त्यही त कन्चिवा कति टाइम लाग्छ हामी मन्दिर पुग्नको लागि खोइ हिँड्दै जाउँ पुगेला यतिखेर लक्ष्मीप्रसाद देवकोटाको गीत याद आइरहेको छ कुन मन्दिरमा जान्छु यात्री भने जस्तै ल राखिदिएँ है मैले अहिले के गर्नु त जङ्गलको उतापट्टि कोबे सहर छ अलिसम्म ठाउँमा आइपुग्यो होला हो ल यसको मतलब हामी गन्तव्यबाट धेरै टाढा छैनौँ साथी र म एकजना कस्तो सुकुन जङ्गल भने बाटो छ आनन्दले हिँड्ने ठाउँ छ माथि मन्दिर छ के जापानिज यो सर मोमीजी होइन यो मोमीजीको रुख त हो नि हो धेरै जङ्गल त जङ्गलै हो फर्किने हो अहिले पछि हिँडिरहन् मान्छेहरू पातहरूको बिचबाट सूर्यले चियाइरहेको छ अजब छ घिमिरेजी हजुर यो हावा कतिको फ्रेस लागिरहेको छ तपाईँले हावा एकदम फ्रेस छ बहुत धेरै पछि यो अनुभव गर्न पायो नि होइन रुखकोसान जाँदाखेरि पनि यस्तो मजाको हावा लागेको थियो नि यार साथी यहाँ पुरा भिडियो बनाइरहेका छन् ग्रामीणमा पढे सँगै पढे साथी हो सर यो त मैले खतरा चिज देखेँ नि हलुवाबेद यो बुट्टा छ नि यो हलुवा यो त हलुवाबेद होइन टक्क अब यो पाएको भने यो फलेपछि आउनुपर्छ सर हामी यो स्याउको रुख हो यो हलुवाबेद यो स्याउ हो ओहो स्याउ पनि रहेछ यो स्याउको बुटो यहाँ हलुवाबेदको सानो बोट रहेछ क्या यता हलुवाबेद होइन सर यो हेर्नुहोस् हाम्रोतिर यसलाई हामी टिमिलो भन्छौँ यो छ नि यो इचिजीको भन्छ यिनीहरूले होइन अहिलेको बवाल महँगो चिज छ हो एउटा गजब चिज देखेँ सर मैले यहाँ यो डाँगा यो के हो त्यो यो हेर्नुहोस् त यो यसले मलाई पुरा बाल्यकालको याद धतुरो जस्तो यो एउटा कुरो भन्छौँ सर हामी होइन यसलाई टिपेर हामी के गर्थ्यौँ भने मान्छेको कपालमा दल्दिने अनि त्यो एउटा निकाल्नको लागि हामीलाई दिमाग खराब हुन्थ्यो र हावापानी उस्तै उस्तै भएको कारणले धेरै जसो यस्ता चिजहरू नेपालको कता हुन्छ सामान्य बुट्यानहरू पनि जापानसँग मिल्न जान्छ गजब लाग्यो यो पनि कुनै स्पेसल रुख हो सर तर नेपालमा खासै नदेखिएको रुख हो के लाएर मान्छे के गर्छ जापान जङ्गल के चिज खस्या रहेछ रुख देखिँदैन फल खस्या छ है हलुवाबेद यिनी रुखहरू त गजब लाग्छ सर यो चिजलाई त लिनु पर्यो सर नेपालमा यसो बिरुवा कहाँ पाइन्छ होइन नेपालमा छ कि छैन यो मोमीजी यो वाला छ नि हो मैले देखाएको छैन यार मोमीजी यो मोमीजी त हो नि यो मोमीजी नै हो रातो हुन्छ होइन यो पछि गजब रातो हुन्छ नि
ल अहिले राखिदिएँ है मम्मी मैले तली पात रातो हुने रुख हुन्छ क्या यहाँ रुखको भने त्यो भने पातै रातो कहिले हरियो कहिले रातो हुने खालको हुन्छ क्या अलि अब पछि टक्क कुचोहरू छ अलि पात छिपेपछि रातो भएर पातै रातो भएर हुन्छ क्या रुखै रातो हुन्छ रोडहरू बढार्ने त्यस्तो होइन भने अर्कै एउटा हुन्छ पात यस्तोवाला के यहाँ यस्तो मसिनो पात गरे हुन्छ ल यस्तो हुन्छ यस्तो पात पुरै रातो हुन्छ क्या यो रातै हुन्छ पुरै गजब घाम लागेको छ यहाँ रुख हो यो पुरै कत्रो रुख हुन्छ है धेरै दिनपछि कलेज पनि बिदा काम पनि बिदा भएको दिन यो भनेको चैते दसैँ जस्तै चैते दसैँ आएपछि ती नेपालीहरूको मन खुसी हुन्छ त्यस्तै म यहाँ पुरा घुमिरहेको छु साथसँग अर्को रुख देखियो सर आज कलेज बिदा थियो टेमिनो भनेर भन्थ्यौँ हामी त्यसैको रुख जस्तो लाग्यो बहुत गडबड छ यहाँ रहेछ नि हलुवा बेत यो हो त रुख यो रुख नै होइन त्यहाँ फलिरहेको माथि फलाएको माथि एक जस्तो फलाइदिएको छ भन्नुहोस् है म तपाईँले जुम देखेँ यहाँ हेर्नुहोस् यहाँ हेर्नु देखेँ मैले कता गयो भन्ने कुरा ए भयङ्कर ठुलो रहेछ नि हेर्नु होइन माथि आकाशमा फलाएको छ ओ माई गड मैले यो माउरीको भत्काइदिनु भयो यार सर माउरी होइन नि माकुरो माकुरो छोडिदिनुहोस् ए माल भेटियो त हुन्छ है त घिमिरेजी हाम्रो हलुवा टिप्दै हुनुहुन्छ यस्तै टक्क जङ्गलमा आहा काँचो होला सर हुनु चाहिँ ल एक पिस अरिहत्तो बुझाइनुहोस् इ हलुवा भेजी बाटोमा जाँदा जाँदा हलुवा भेट पाइयो यो घिमिरेजी हरिया रहेछ ओके मिठो छ अलिअलि टर्रो छ तर त्यो हाम्रो उताको जस्तो त्यस्तो टर्रो छैन उर्दिनु जापानिज हलुवा भेज नाम यही हो हलुवा भेट आफ्नो प्राकृतिक व्यवहार त देखाइहाल्छ तर जङ्गलमा कसले गाली गर्ने हो गर्नु त यस्तो रहेछ नि प्रायः जस्तो जापानिज हलुवा भेटको सर भित्र यो बिउ हुँदैन बिज रहेछ यस कारणले आफ्नो ओरिजिनल टेस्ट दियो तर मजा लाग्यो उडार भेटियो बहुत धेरै उडारहरू देखिन्थ्यो नेपालमा जापानमा पहिलो उडार टक्क लाएर चराहरूको गुण होला सायद यसमा टक्क चराहरू आएर बस्छ उहाँहरूको प्रकृतिले माया गर्ने तरिका चाहिँ बहुत गजब लाग्छ मलाई konnichiwa.
धेरै चिज रहेछ त्यहाँ बोकुरा त्यो यता भयो होइन युमे होकुरा युमे हिरोबा होकुरा रेहो जिन्जे जिन्ज्या चाहिँ उता अरे भन्छ नि त त्यो अँ कुन चाहिँ जिन्ज्या हो अब त्यो पनि हेरौँ थाक्नुभयो क्या युमेजी एकछिन रेस्ट गरेको उता ढुङ्गातिर बस्नु टर्रो बनायो बुक मेडिटेसन गरिरहेको जस्तो देखिन्छ हजुरआमा चाहिँ खै कहाँ ऊ त्यहाँ उहाँ उभिनु भएको छ खै के सम्झेर उभिनु भयो थाहा त भएन जिन्दगीमा युमे हिरोबा मलाई मन पनि खान्जी यो सर यो यो माथिको छ नि यो यसलाई ड्रिम्स अर्थात् सपना हुन्छ यसको खान्जी यस्तो हुन्छ टक्क युमे हिरोबा हितो मोकु वकारू खै के हो यो त खासै थाहा भएन मलाई मनपर्ने अझै गजब रहेछ अलुवावेद जापानिज पर्मिसन खाकी भन्छन् जापानीहरूले सोच गजबको छ यो टिप्नुहोस् एउटा दामी लाग्यो त मैले कुन दाना हो त्यो छेउतिर यो टिप्नुहोस् दुईवटा दाना टिप्नुहोस् ल सर भुइँमा पनि खस्याएको छ यार एउटा हो खाँदाखेरि अलिक फोहोर होला एकदम पाकेको एकदमै पाकेको चिज क्या ओहो एकदमै पाकेको ल गजब भयो खै ल्याउनुहोस् त ओ आरियातो गोजाइमास यस्तो बवाल चिज छ सायद खान नखान त हुन्छ होला हामीले चाहिँ भुइँमा टिपेको खान्छौँ यसरी पछि फर्किँदाखेरि यसो उ गरौँ हेलो अवेद सर तपाईँलाई तिजु भन्ने कुरा थाहा छ नि तिजु यसले तिजुको टेस्ट ठ्याक्कै दियो मलाई यो नाचुवासी सही दामी छैन यसो हेर क्या घामबाट लाइट छिर रातो देखिरहेको कुन सर बाटो कुन हो फटाफट हिँडौँ माथि गएर अनि माथिबाट तलको सिन हान्नुपर्छ बहुत धेरै ओलावेद खाइयो जापानमा यो जस्तो टेस्टी चाहिँ कुनै होइन बहुत मेरो सर मलाई एउटा रोबर्ट फर्स्टको कविता याद आयो हिँड्दा हिँड्दा जङ्गलमा दो बाटो आइपुग्यो र मैले नहिँडिएको बाटोहरू चाहिँ सारा फरक यसैले पारिदियो भन्छ नि सायद रोबर्ट फर्स्ट कहीँ यस्तै बाटोमा जङ्गलमा हिँड्या होला नि बुढाले त्यति लेख्यो होला नि जस्तो लाग्छ मलाई यो लट्ठी टेकेर हिँडिरहनु भएको छ हजुरबा वनभोज खानुपर्ने रहेछ ठाउँ चाहिँ यो
यिनी त तपाईँको हामी कामबाट फर्किँदाखेरि यिनलाई हामी कहाँनिर भेटाउँछ थाहा छ? यिनी चस्मा लगाएको नानीलाई कयौँ दिन भेटाउँछ तपाईँलाई। म यिनलाई आज राम्रोसँग हेरिदिनुहोस् यिनको अनुहार। म भोलि बिहान तपाईँलाई देखाइदिन्छु यिनी मान्छे। एकीको त्यो एकी छ नि हाम्रो जुन पुग्ने हो कि अन्त यताको एकी छ नि त्यसको त्योभन्दा यतातिरको एकी कुन यार ओगी एकीको त्यो उता बिचमा यिनी भेटिन्छ जहिले भेटिन्छ। ओ माई गॉड हा हा पुगिन्छ सर टेन्सन नगर्नुहोस्। Konnichiwa. जिन्जाको नजिक आइपुग्यौँ हामी। सावधान देखाएको छ इनोसिसी चुई भनेको छ। गोमी चाहिँ फाल्न नमिल्ने यो डाँगा बँदेल। नेपालमा अहिले मान्छेहरूको गहुँ धान खाएर मेरो दाइ गजेन्द्र रिजालको मकैसकै सब खायो भन्दै हुनुहुन्थ्यो अस्ति। यहाँ पनि डाँगा यसले चाहिँ हैरानै बनाएको छ। होइन के थोरै चुसो लगाएको छ नि यिनीहरूले। उकालो हिँड्दा है सही क्यामेरा हजुर तेन ओसान के भन्छ स्तम्भहरू आयो पल्लो फुनिकी आएछ अरे जापानिज जैन टेम्पलको। यो यस्ता चिजहरू आउनु भनेको तपाईँको फुनिकी आउनु हो। पूजा गर्ने विधि तपाईँलाई थाहा चाहिँ छैन के? हात पड्काउनु पर्छ सर? मलाई पनि आउँदैन। हजुरआमाहरू बस्नु भएको छ। त्यो टेम्पल कुन हो त भन्ने कुरा ल तपाईँहरूलाई म स्टनिङ भ्यू देखाउँछु एउटा। एउटै हामी जिन्जामा आइसकेका छौँ। अब यो गजबको भ्यू देखाउनु पर्यो मान्छेहरूलाई। यो मैले पछाडि गरेँ है त। यो कोबेको एरिया परको चाहिँ ओसाका, यो बिचको यस्तो टक्क तपाईँको समुद्र यस्तो छ। एकदम क्लियर छ नि होइन? गजब क्लियर छ।
आकाश पनि टक्क छ टक्क अनि हामी आइपुग्यौँ कहाँ त भन्दा यस्तो चिन टेम्पलमा नाम चाहिँ पढ्न सकिन्न गाह्रो छ खान्जी गजब छ फेरि टक्क सफा सुग्घर यस्तो हुन्छ हात धुने यो चाहिँ तपाईँको ड्रागनको मुखबाट पानी आइराख्या बनाएर रहेछ होइन यो कुनो मिजुवा नोमी मार्सिन भनेर रहेछ पिउने पानी चाहिँ होइन यो हात धुने हस् जापानिज सिन्तो भगवान्लाई भेट्न जाँदैछौँ हामी गजब छ फोटोहरू खिच्नुपर्छ सर अहिले बवाल फोटो खिच्नुपर्छ यहाँ कस्तो दामी छ क्या यो तलबाट अब कहाँबाट आउने रहेछ गाडी भन्ने अलि उखासी लागेन सर त मैले यो गाडी आएको यो अब पूजा गर्ने विधि चाहिँ मलाई थाहा छैन हेर्नु होइन कति कति हात हान्ने टाइपको त्यस्तो त थाहा छ दुईचोटि सिन्सी खान्स्या यस्तो रहेछ नि टक्क दामी खान्जी सर सिन्सी खान्स्या भवाल चाहिँ सिन्सी खान्स्या आहा चिजहरू गजब यो उहाँ चाहिँ के बुतासान ओहो उहाँ नेकोसान कनिचिवा तोरीसान ओ उहाँ चाहिँ हाम्रो सारुसान पर्नु उहाँ कनिचिवा सारुसान भेडा ओहो भेडासान घोडासान पर्नुभयो गजब सर्पसान ओहो उहाँ अलि डरलाग्दो सान पर्नुभयो कसरी ड्रागन समथिङ त्यस्तै हुनुहुन्छ उहाँ ओहो खवाई खरायो होइन उहाँ अलि फरक बिरालो पर्नुभएछ डेफिनेटली काउ छ मुसा छ ल यसरी टक्क छ हो कुरा जिन्जे के भेटाउनु पर्छ सर अह यो त गजब हुन्छ सर पानी खाने सायद केही गडबड भयो होला हातै धुने होला सर त्यो उसले गर्दै टक्क डाडुले हातमा हाल्ने सर ल ओके अहिले यो यसो खिच्नुहोस् त उता